यो चाहिँ साथीहरू हाम्रो जेनेरेटर कनेक्सन भइरहेको छ। आज यताबाट हाम्रो यहाँ स्टेबलाइजर बसेको छ अनि त्यहाँबाट आएर जेनेरेटरमा कनेक्सन भएको छ। यहाँ ज्याक्सन कम्पनीको 160 kVA को हो। हामीसँग अर्को पनि रहेको छ ज्याक्सन कम्पनीकै 125 को छ र म यो जेनेरेटर कनेक्सन गर्न गइरहेको छु। आज चेन्ज ओभरमा कसरी लगाउने भन्ने चाहिँ के छ भन्दाखेरि यो हाम्रो जेनेरेटरबाट आएको इनपुट लाइन हो। जो इनपुट लाइनलाई चाहिँ चेन्ज ओभरको यो माथिपट्टि दिन्छौँ र लोड कनेक्सन चाहिँ बिचबाट दिन्छौँ र यहाँ हाम्रो तल 125 kVA को जेनेरेटरको इनपुट लाइन आएर कनेक्सन हुन्छ र लोड अनुसारको यहाँ चाहिँ हामी कहिले 160 र कहिले 125 चलाउने गरेका छौँ। 125 kVA को जेनेरेटरको इनपुट लाइन